हुन्छ बाबा हुन्छ भोलि जाउँला त नि नरिसाउनु मेरो छोरी के हो फेरि हजुरलाई हाम्रो छोरीहरूको खुसी देखेर मेरो त आँखा नै रसायो काजल कमला कस्तो दिनमा हामी आएछौँ सर मैले त केही सबुत फेला पारेन केही त फेला पर्ला सर यो बच्चीको चप्पल भेटिएको छ छोरीको हो छोरीको चप्पल पैसाको व्यवस्था भयो त यत्रो 1 करोड रुपैयाँ मैले कहाँबाट खोजेर ल्याउने आइज आज त मेरो हातबाट बच्चिरस् सर मेरो छोरीको लुगा सर सर नमस्कार प्लिज बस्नुहोस् थ्याङ्क यू सर के कुरा पत्ता लाग्यो पत्ता लाग्दैछ तपाईँसँग कुरा सुन्नु तपाईँको श्रीमतीको कसैसँग अपडेट थियो कि त्यही कारणले ती बच्चाहरूको किडन्याप भएको हुन पनि सक्छ त्यस्तो केही छैन सर जहाँसम्म लाग्छ मेरो श्रीमती त्यति छैन बिजनेसको कारणले तपाईँले घरमा टाइम पनि दिनुहुन्न अरे एउटा कुरा तपाईँलाई थाहा छ आफ्नो परिवारलाई घरमा टाइम दिन एकदमै जरुरी छ श्रीमतीलाई टाइम नदिएर आफ्नो श्रीमती अरूसँग रिलेसन राखेर अरूसँग गएको तपाईँलाई थाहा पनि होला सरको कुरा मैले बुझिनँ नि सर मेरो कुरा यो हो कि तपाईँको श्रीमतीले अरूसँग रिलेसन राखेर तपाईँको बच्चा किडन्याप भएको पनि हुनसक्छ भने मलाई मेरो श्रीमतीप्रति पुरा विश्वास छ सर त्यही पनि कहिलेकाहीँ नपत्याउने खोलाले पनि बगाउन सक्छ तपाईँको श्रीमतीको आफ्नै बच्चाहरू हुन् यिनीहरू हो सर मेरो आफ्नै छोरीहरू हुन् हस् त सिबिआईले भनेको कुरा सही पनि हुनसक्छ मैले कामलाई अति नै माया गर्छु
तर यो मेरो मनको सोच मात्रै हुन पनि त सक्छ। कतै यो किडन्याप गराउनमा कमलाको हात त छैन? होइन होइन, मैले साँचो माया गरेको कमलाले यस्तो कदापि गर्न सक्दिनन्। यो मेरो मनको भ्रम मात्र पनि त हुनसक्छ। तर बच्चाहरू त मेरो पहिलो श्रीमती हो नि। तैपनि कमलाले आफ्नै सन्तान जसरी माया गर्थिन्, यो कदापि हुन सक्दैन। अनि सर, यो छोरीहरू केही खबर पाउनुभयो? त्यही विषयमा तपाईँसँग कुरा गर्न आएको। तपाईँको श्रीमानको कसैसँग अफेयर छ कि? छैन सर। त्यस्तो हुन्थ्यो भने हामी बच्चा लिएर किन घुम्न जान्थ्यौँ र? तपाईँको आँखा छलेर तपाईँको श्रीमानको अरू कसैसँग अफेयर चलेको पनि हुनसक्छ नि। त्यस्तो हुन सक्दैन सर। भयोभरको सम्पत्ति जति उहाँकै नाममा छ। उहाँ त्यस्तो खाले व्यक्ति हुनुहुन्न। रक्षाजी, यो केसप्रति त किन हुँदैन? मलाई त सरप्रति पूर्ण विश्वास छ। तपाईँले सरप्रति कसरी विश्वास गर्नुभयो? तपाईँ त सरसँग पहिलोचोटि काम गर्दै हुनुहुन्छ। वास्तवमा राजु सर जुन गाउँमा जन्मिनु भएको थियो, म पनि त्यही गाउँमा जन्मिएको थिएँ। राजु सरले देशको लागि केही न केही गर्छु भनेर त्यो गाउँ छोड्नु भएको थियो अरे। मेरी आमाले भन्नुभएको, पुलिसको एउटा न एउटा पार्ट बनेर देशको लागि केही गर्छु र जबसम्म केही बन्दिनँ तबसम्म त्यो गाउँमा फर्किन्न भनेर राजु सरले गाउँ छोड्नु भएको हो। उहाँको त्यो त्याग देखेर मलाई पनि यो देशको लागि केही गर्न मन लाग्यो। त्यसैले मैले पनि राजु सर जस्तै बन्ने अठोट गरेर उहाँले जस्तै केही गर्नको लागि लागि परेँ। म कहिले पनि सोचेको थिएन कि माझ आएर राजु सरसँग यसरी काम गर्न पाउँछु भनेर। तर मैले आफूलाई असाध्य भाग्यमानी ठानेको छु। हामीले एउटा बच्चा त गुमाइसक्यौँ, फेरि मैले अर्को बच्चा पनि गुमाउन चाहन्न हजुर। त्यसैले किडन्यापरले भने जति पैसा दिनुहोस् हजुर, हाम्रो सन्तानभन्दा ठुलो पैसा होइन। तिमीले ठिक कुरा गर्यौ कमला। एउटा सन्तान त हामीले गुमायौँ, फेरि अर्को सन्तान गुमाउनु हुँदैन। हामीले किडन्यापरले भने जति पैसा दिनै पर्छ, त्यही ठिक हो कमला। त्यसै गरौँ। हजुरले जिन्दगीमा ठिक निर्णय लिनुभयो। किडन्यापरले भनेको जति पैसा दिनुहोस् न। मैले तिमीलाई धेरै माया गरेर ल्याएको कमला। मलाई थाहा थियो तिमीबाट सन्तान हुँदैन भनेर। तिमी कान्छी आमा भए पनि हाम्रो छोरीलाई आफ्नै आमा सरह माया ममता दिएर हुर्कायो। तर दैव लागेपछि कसको के लाग्दो रहेछ र? दैवले हाम्रो खुसी खोस्यो कमला, दैवले हाम्रो खुसी खोस्यो। चिन्ता नलिनु, सब ठिक भइहाल्छ नि। मान्छेको जिन्दगीमा दुःख बसी सुख त आउँछ नि। हामीले ठुली छोरी त गुमाइयो, सानो छोरीको लागि त केही गर्नुपर्छ नि। तिमीले ठिक भन्यौ कमला, तिमीले ठिक भन्यौ। पुरण
मबाट गल्ती भयो सर मबाट गल्ती सिपाही मेरो पछि लागेको छ मलाई माफ गरिदिनुहोस् मबाट गल्ती भयो अंकल मलाई केही नगर्नुहोस् म तपाईलाई चकलेट दिन्छु कमला सबै भ्यायो हजुर पैसा रेडी छ नि रेडी छ ल अब हिँड्नुपर्छ हिँड हजुर पैसा रेडी छ होइन तिमी जाँदै गर हेलो हजुर सर हामी त्यही अस्तिको जङ्गलमा जान्छौँ सर हामीलाई पैसा लिएर त्यही आउनु भनेका छन् हुन्छ सर हामी गयौँ हेलो विनोदको आन्तरिक कुरा कसरी थाहा हुन्थ्यो कि विनोदले गराएको यो सब होइन सर होइन यसमा विनोदको कुनै हात छैन यसको पछाडि कसको हात छ त यसमा सबै कमलाको हात छ गोपाल तिम्रो र मेरो रिलेसन पनि धेरै भइसक्यो त्यो घरमा बस्दा बस्दा म धेरै आती मलाई भगाएर लैजाउनु ल अब भागेर पनि कहाँ जाने फेरि अहिले पैसा पनि छैन जबसम्म म पैसाको बन्दोबस्त गर्दिनँ तबसम्म हामी कतै जाँदैन पैसाको किन चिन्ता गरेको अस्ति भर्खरै मेरो श्रीमानले 1,25,00,000 जग्गा बेच्नुभएको छ पैसाको व्यवस्था सबै म मिलाउँछु कस्तो व्यवस्था छोरीहरूले मलाई असाध्यै माया गर्छन् र उसको ड्याडीलाई घुमाउन लग्नु भनेर म पकाउँछु अनि यही ठाउँमा आएर हामीले किडन्याप गर्नुपर्छ वाह कमला वाह तिमीले साह्रै राम्रो प्लान गर्यौ अब यसै गर्नुपर्छ यदि प्लान सक्सेस भयो भने यो देशै छोडेर भाग्नुपर्छ तैँले त्यो विनोदको छोरीलाई किन मारिस् त बच्चाहरूलाई मारेको छैन सर बच्चाहरू जिउँदैछन् सिर्फ हामीले कपडामा रगतको दाग लगाएर पठाएको मात्र हो बच्चाहरू खोइ त यता छ विनोदजी तपाईँलाई एउटा कुरा थाहा छ भन्नुहोस् तपाईँको जति पनि कुरा हुन्थ्यो नि सब यसलाई थाहा हुन्थ्यो कसरी कसरी भने यसमा सबैभन्दा यिनको हात छ के भन्नुभएको यो म सही भन्दैछु तिमीले यस्तो किन गर्यौ यो सब काम मैले पैसाको लागि गरेकी मैले तिमीलाई
के कुरामा कमी राखेको थिएँ र? नारीलाई सब कुरा पैसा मात्रै होइन, पैसाको साथसाथै मनको सन्तुष्टि पनि चाहिन्छ। तर हजुरले कहिले घरमा टाइम दिन सक्नु भएन, त्यसकारण मैले गोपाललाई रोज्न पुगेँ। सर, यसलाई यहाँबाट लैहाल्नुहोस्। मलाई यसको अनुहार पनि हेर्न मन छैन। यस्ता नारीहरूले गर्दाखेरि सम्पूर्ण नारीहरूलाई पुरुषले हेर्ने दृष्टिकोण नै फरक भइसक्यो। समाजको लागि कलङ्क यस्ता आइमाई, समाज सबै बदनाम गर्ने यस्तै आइमाईले गर्दाखेरि हो। लैजानुहोस् सर, मलाई यसको अनुहार पनि हेर्न मन छैन। लैजानुहोस्। होइन